धनियाको बिउ यो मैले कृषिबाट ल्याएको थिएँ अनि यो चाहिँ हाम्रो बोडीको बिउ हैन अनि आइसक्यो पाखातिर खन्नु है बोडी देख्न सक्नुहुन्छ बिउहरू सो यो चाहिँ हाम्रो तोरी देख्न सक्नुहुन्छ गाइस तोरी यसको चाहिँ तेल खानुपर्ने हुन्छ हेलो गुड मर्निङ एभ्रीवन सबैजनालाई स्वागत छ फेरि मेरो अर्को नयाँ ब्लगमा धेरै समय पछाडि म चाहिँ ब्लगमा आइरहेको छु हैन अनि आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु अनि तपाईहरुकोतिर के कस्तो छ मौसमहरु है हाम्रोतिर त्यस्तै छ है टनटन घाम लागिरहेछ सो देख्न सक्नुहुन्छ काम पनि दामी लागिरहेछ हैन यस्तो दामी भइरहेछ यहाँ हाम्रो लटे सर हुनुहुन्छ हेलो भन्दिनु हेलो सो त्यही हो यस्तो छ है हाम्रो हालत चाहिँ सो यहाँ देख्न सक्नुहुन्छ फुलहरु अहिले चाहिँ तर हल्का यो झरेर यस्तो भइरहेछ हैन सो अनि आजको ब्लग भनेको स्पेशल खासमा केही छैन सो आज चाहिँ मैले भ्लग नलागे धेरै भएको थियो त्यो हल्का लगाइदिनु पर्ला भनेर सो गाइसहरुलाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्न सक्नुहुन्छ अर्को पार्टमा भेट्ने छ हामी पनि देख्न सक्नुहुन्छ हाम्रो यहाँ यो चाहिँ खोर्सानीको बोटै यता पनि रोपेका छौँ पलाइरहेछ हैन देख्न सक्नुहुन्छ खोर्सानीको बोटहरु चट्ट यहाँ पनि दामी भइदिरहेछ सो अनि यो चाहिँ इस्कुसे झ्याल है इस्कुसे चाहिँ अहिलेसम्म राम्रो पलाएको छैन भर्खर पलाउँदैछ खेतमा सो हाम्रो बाउले चाहिँ यहाँ तल खन्दै हुनुहुन्छ मकै छर्दै हुनुहुन्छ अगु हैन अब पछुवा छर्नुपर्ने हुन्छ मलहरु छराउनु पर्ने हुन्छ मल पनि बोकिरहेको छु सो यस्तो गाई चाहिँ अहिले छैन हैन सो त्यही हो अहिले चाहिँ म हल्का बारी खन्न जानु लागेको छु हैन यहाँनिर थोरै बोडी बनमारा के रोप्नु पर्ने थियो धनिया सनिया देख्न सक्नुहुन्छ हैन यो चाहिँ हाम्रो धनियाको बिउ यो मैले कृषिबाट ल्याएको थिएँ अनि यो चाहिँ हाम्रो बोडीको बिउ हैन अनि यहाँ चाहिँ हाम्रो छ करेला सरेलाको बिउ अनि यो चाहिँ हाम्रो बनमारा चाहिँ यस्तो हुन्छ गाइस यो चाहिँ बनमारा हो यसलाई पनि रोप्नु पर्ने हुन्छ अनि यो चाहिँ के हो डेमा यो चाहिँ कालो मास भन्ने दाल हो सो यति चाहिँ रोप्ने हामी जानु लागेको छ यहाँबाट पाखामा लटे सरले बाजो खनिहाल्छ म चाहिँ रोप्ने सो यस्तो छ अहिले म फर्ममा छु है गम्बुट सम्बुट लाएर सो त्यही हो भिडियो हेर्दै गर्नु होला यस्तै हुँदैछ हाम्रो ब्लगहरु चाहिँ सो गाई चाहिँ म चाहिँ अब लागिसक्यो पाखातिर खन्नु है भोलि देख्न सक्नुहुन्छ बिउहरू बोकेर लागिरहेको छु अहिले चाहिँ यो थोरै मात्र रोपिरहेको छौँ अब मकै सरेपछि धेरै रोप्नुपर्ने हुन्छ होइन सो यहाँ देख्न सक्नुहुन्छ कोदालो चपरा बोकेर म जाँदैछु सो हामी छर्नुपर्ने चाहिँ यही पाखामा हो है यो पाखा ल्याम खन्ने हो ल्याममा खन्ने हो अनि ल्याममा रोप्ने हो अनि सो यहाँनिर पनि खोर्सानीको बोटहरू हामीले रोपिएको थियो खोर्सानी प्लस अरू के छरिएको थियो अनि यहाँ पनि खोर्सानीको बोटहरू हुँदैछ यस्तो छ होइन यो जङ्गल सङ्गल छ यतातिर है रुखहरू है
फाइनली हामीले यो पाखा पनि खनिसक्यो देख्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ हामीले मस्याम रोप्न लागेका छौँ। यस्तो भयो हाम्रो पाखाहरू, खाँदा खाँदा गरमै भइसक्यो गाई चाहिँ। यस्तो खनाइ चट्ट अब चाहिँ यसमा रोप्नुपर्ने हुन्छ। सो यहाँ हाम्रो यहाँ खोर्सानीको बोट पनि रहेछ 3 बोट होइन, खोर्सानीको बोट पनि छ 3 बोट। हाम्रो लटेसलको के छ हालत अनि यहाँ मस्याम यो बोडीहरू हामीले रोप्नु लागेका छौँ। बोडी भन्दा नि यो मस्याम के यो दाल हो। सो गाई चाहिँ यसलाई चाहिँ हामीले रोप्नुपर्ने हुन्छ। सो यो चाहिँ एकछिन हामी रोपिसकेर भेट्नेछौँ गाई। हामीले चाहिँ मौसम रोप्यो, अब यो चाहिँ बनमारा भन्छ, अब यो रोप्नु लागेका छौँ। फाइनली हामीले रोपि पनि सक्यौँ गाई चाहिँ। 3 चिज रोप्यो, यहाँनिर मस्यामहरू रोप्यो, बनमारा अनि बोडी रोप्यो होइन। अनि हाम्रो भोटे सर हुनुहुन्छ यहाँ, यस्तै छ। टक्क काम दामी लागिरहेछ। अनि यहाँ चाहिँ हाम्रो रुमहरू देख्न सक्नुहुन्छ। सो यस्तै छ है त गाइज। सो यो चाहिँ हाम्रो तोरी देख्न सक्नुहुन्छ गाइज, तोरी। यसको चाहिँ तेल खानुपर्ने हुन्छ तोरी। सो गाइज अघिसम्म चाहिँ टन घाम लागिरहेको थियो, अहिले चाहिँ फेरि यस्तो भइरहेछ मौसम हो। त्यही हो, खानासाना पनि खाएर टक्क अब चाहिँ यसरी नै बितिरहेछ दिनहरू। हाम्रो चाहिँ गाउँघरतिर यस्तै छ गाइजहरू, के गर्नु होइन। देख्न सक्नुहुन्छ यो हाम्रो बुट्टा, पहिला यो बुढो पाकाले हानेको यो बुट्टा चाहिँ एकदम खतरनाक छ है, देख्न सक्नुहुन्छ है। सब यो खोपेर हाने हो हुन्छ। एउटै छ डिजाइन चाहिँ यो त्यो 4टा। अनि मेन यो हाम्रो ढोका देख्न सक्नुहुन्छ हेर्नु न, यो ढोकाको बुट्टा बबाल हानेछ नि है, यो यस्तो जग्गा यो। अनि यो कलर मैले यसलाई हल्का हालिदिएको थिएँ। अनि यो साइडको देख्न सक्नुहुन्छ है, यस्तो छ है पुरा। यो डिजाइन चाहिँ खतरा हानेको छ। ढोका पनि यो अटोमेटिक खालको छ कि फेरि गाइजहरू देख्न सक्नुहुन्छ क्या, यो यस्तो क्या चट्ट होइन। यसलाई यस्तो गऱ्यो अनि खराबै चुलायो, यो लक भयो। जिन्दगीमा मान्छे खोल्नु सक्दैन क्या। अनि यसलाई खोल्नुको लागि चाहिँ हल्का यो अलिकति गर्नुपर्ने हुन्छ। सो मैले नि बिर्सिसकेँ क्या हो, खोल्दैछु। सो यसरी खोलिन्छ यो चाहिँ गाई चाहिँ। घर जस्तो चाहिँ ठुलो घर छ भित्र, अन्धकार पुरो पोल्ड घर हो। सो हाम्रो देवालय गिटार बजाउँदै हुनुहुन्छ। यस्तो छ यहाँनिर। अनि यहाँमाथि हाम्रो झ्यालको बुट्टा पनि खतरनाक छ है। झ्यालको देख्न सक्नुहुन्छ, झ्याल पनि डर लाग्दो हानेको छ। त्यो अहिले कलर चाहिँ नहाल्नु भने यसमा खासमा चाहिँ ब्ल्याक चाहिँ सुहाउने हो। तर यो खासमा यो भाइले लगाएको यो अलिक राम्रो देखेको छैन गाइज होइन। डिजाइन चाहिँ बवाल हानेको छ। सो गाइज होइन, ब्लग चाहिँ अहिलेको लागि यति नै भन्न चाहन्छु। के कस्तो भयो खासै राम्रो